यो चाहिँ रहेको छ मेरो हेल्दी चटपटे अथवा हेल्दी प्रोटिन सलाद भन्न सक्नुहुन्छ। आज चाहिँ म हजुरहरूलाई यो बनाउने रेसिपी सिकाउन जाँदैछु। सबैभन्दा फर्स्टमा चाहिँ मैले लिएको छु बदाम अनि भुटेको भटमास थोरै, त्यस्तै गरी रहेको छ मिक्स भेजिज सबै मिसाएको काँक्रो, गाजर, प्याज, टमाटर, धनियाँ सबै राखेर मिसाएको भेजिजहरू अथवा स्यालेडहरू। अनि त्यस्तै गरी अर्को रहेको छ यो चाहिँ लसुन। लसुन चाहिँ अप्सनल हो, खान सक्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ। लसुन चाहिँ शरीरको लागि, खान सक्नु भएन भने चाहिँ हजुरहरूले स्किप गर्न पनि सक्नुहुन्छ है। अनि यहाँ चाहिँ मैले लसुन पनि राखेँ सानो सानो टुक्रा बनाएर। अनि त्यस्तै रहेको छ क्यासु नट, यो पनि राख्नु होला किनभने यो चाहिँ हेल्दी चटपटे हेल्दी प्रोटिन सलाद हो। त्यो भएको भएर चाहिँ प्रोटिन हुने खानाहरू हेल्दी चिजहरू चाहिँ राख्नुपर्ने हुन्छ। त्यस्तै गरी यहाँ रहेको छ सनफ्लावर सिड्स र पम्किन सिड्स, यो पनि राख्न नभुल्नु होला, यो पनि अनिवार्य नै छ। त्यस्तै गरी रहेको छ आलसको छोप, आलस पनि एकदमै राम्रो हुन्छ। त्यो भएको भएर चाहिँ हेल्दी खानको लागि चाहिँ आलसको छोप नछुटाउनु होला चटपटे बनाउँदा, स्यालेड बनाउँदा। यहाँ मैले 2 चम्चा आलसको छोप राखेँ। त्यस्तै गरी यहाँ रहेको छ पिङ्क हिमालयन सल्ट। अनि हामीले काँचै खाने अचार स्यालेडहरूमा चाहिँ सेतो नुन नराख्नु होला, पिङ्क सल्ट अथवा बिर्यानी नुन राख्नु होला है। मैले पनि यहाँ थोरै बिर्यानी नुन राखेँ। अनि त्यस्तै गरी अर्को रहेको छ यहाँ चाहिँ कागती। कागती एकदमै राम्रो हो हाम्रो लागि, त्यो भएको भएर अनि त्यसमाथि पनि सलादमा, चटपटेमा, अचारमा चाहिँ कागतीले एकदमै टेस्ट दिन्छ। त्यो भएको भएर कागती पनि मजाले राख्न सक्नुहुन्छ। मलाई चाहिँ अमिलो एकदमै मनपर्ने भएर मैले चाहिँ एउटा पुरै कागती राखेँ। हजुरहरूले चाहिँ आफ्नो टेस्टको अकर्डिङ राख्न सक्नुहुन्छ है नुन र कागती चाहिँ। अनि त्यसपछि यसलाई मजाले फिट्नु होला किनभने नुन, कागती अनि आलसको छोप चाहिँ सबैतिर मिक्स हुनुपर्छ। मजाले मिक्स भएपछि मात्र यसको असली टेस्ट आउँछ। त्यसैले मैले चाहिँ यसलाई मजाले घुमाएँ मजाले नै मिक्स गरिरहेको छु। लगभग 3-4 मिनटै मैले यसलाई मिक्स गरेँ होला। अब चाहिँ यो खानको लागि चाहिँ रेडी भइसकेको छ। यसको लुक्स देख्न सक्नुहुन्छ। वाउ, कस्तो राम्रो, हेर्दै खाउँ खाउँ लाग्ने लुक्स छ, देख्न सक्नुहुन्छ। अनि अझै पनि म चाहिँ यसलाई फिट्दैछु किनभने यो चाहिँ मजाले मोलिएन भने चाहिँ टेस्टी हुँदैन, देख्न सक्नुहुन्छ। मैले हजुरहरूलाई चम्चामा निकालेर पनि देखाइसकेँ। यो चाहिँ हेर्दै एकदमै खाउँ खाउँ लाग्ने भएको छ। यो चाहिँ हजुरहरूले बच्चाहरूको लागि पनि दिन सक्नुहुन्छ अनि वेट लसको लागि पनि एकदमै राम्रो हुन्छ। यहाँ चाहिँ म ट्राई गर्न जाँदैछु। वाउ, यस्तो मिठो भएको थियो कि ओ माई गड। यो मैले भनिहालेँ नि, यो चाहिँ बच्चाहरूको लागि, त्यस्तै गरी वेट लस गर्न चाहनेहरूको लागि पनि एकदमै राम्रो।